कसैले भन्दैन सबै डराउँछ मरिन्छ भने रे बाबा मृत्यु त मृत्यु नै हो मर न यार एकपल्ट मर्दै हो एकपल्ट जन्मिने हो एकपल्ट मर्दै हो तपाईँलाई म भन्दैछु सत्ता कब्जा गर्ने हो सिंहदरबारमा आगो लाग्यो सर्वोच्चमा आगो लाग्यो खोइ त भ्रष्टाचारलाई कारबाही भयो कार्की आयोग कहाँ गयो र कार्की आयोगलाई म एउटा चुनौती दिन्छु कार्की आयोग पनि गोविन्द केसीकै मान्छे हुन् त्यो उतैबाट चलेका मान्छे हुन् र कार्की आयोगले ल ठिक छ बच्चा मार्नलाई पुलिसलाई आदेश दिने रमेश लेखक र केपी ओली जति दोषी छन् नि त्यो बन्द कोठाभित्र बसेर यो सबै प्लान गर्ने मान्छे पनि त्यति नै दोषी होलान् नि त हुन् कि होइन हो कि होइन भन्नुहोस् त भनेपछि नि दुईटैलाई कारबाही गर्नुपर्छ पहिला निश्चल खरेलले आज पनि म देखाउँदैछु यो भिडियो एकदमै इम्पोर्टेन्ट छ यो आज मैले देखाउने भिडियो छ नि आज मैले त फर्स्ट देखाएँ सेकेन्ड देखाएँ थर्ड देखाएँ आज फोर्थ भिडियो देखाउँदैछु यस पछाडि अझै काठमाडौँका मेयर शोभिता गौतम लगायतका अझै कर्तुतहरू सहितको अर्को 5औं भिडियो पनि फेरि सार्वजनिक गर्छु चुनाव हुनुभन्दा केही दिन अगाडि यो कुनै भनिवरी गर्छु आज पनि गर्दैछौँ हामीले 2013 मै र 14 मै यो देशमा कसैले भन्दैन सबै डराउँछ मरिन्छ भने रे बाबा मृत्यु त मृत्यु नै हो मर न यार एकपल्ट मर्दै हो एकपल्ट जन्मिने हो एकपल्ट मर्दै हो कस्तो नामर्दो भएर चाहिँ ऊ हिँडेको 2013-14 मै प्लान थियो यहाँ दलाई लामा जन्माउने अब दलाई लामा जन्माउने दिन आयो उता दलाई लामा मध्य प्रदेश हिमाचल प्रदेशमा मरेपछि फ्री टिबेटको लागि दलाई लामा जन्माउने प्लान यहाँ अहिले म देखाउँदैछु 2014 मा भएको थियो आज 2026 भनेपछि कति वर्ष अगाडि 12-13 वर्ष अगाडि भनेपछि गोविन्द केसीलाई कहिले सुताएको थियो 79 साल भनेपछि आज 82 साल 79 र 82 13 वर्ष भयो कि भएन 13 वर्ष अगाडिदेखिको प्लान हो यहाँ किन गोविन्द केसीलाई सुताइयो किन विवेकशील पार्टी बनाइयो र विवेकशील पार्टी र गोविन्द केसीका वरिपरि घुम्ने मान्छे आज सिंहदरबारमा आगो लाउने सर्वोच्च अदालतमा आगो लगाउने अनि सबै फन्डेडबाट चुनावमा जाने र उनीहरूलाई नै मात्रै चाहिएको छ चुनाव आज नेपालका 90% जनतालाई चुनाव चाहिएको छैन यहाँ चुनाव चाहिएको छ भन्नुहोस् त छ तपाईहरु पत्रकारहरु साच्चै पत्रकारिता चाहिएको छ भन्नुहोस् त साथी हो अनि चुनाव उनीहरूलाई मात्रै किन चाहियो भनेपछि विधिवत रूपमा तपाईलाई म भन्दिन्छु सत्ता कब्जा गर्ने हो जस्तै तपाईलाई एउटा कुरो थियो इराक शान्त थियो सद्दाम हुसेनलाई मारियो विभिन्न आरोप लगाएर आज इराकका जनताले फेरि सद्दाम हुसेन खोज्दैछन् लिबियामा त्यही हो कर्नल गद्दाफीले तपाईलाई थाहा छ एउटा पेटको बच्चादेखि च्यान सुमुनको व्यवस्था गरेको थियो कर्नल गद्दाफीले उनलाई मारियो लिबियाकै जनता भिडाएर मारियो आज त्यही लिबियाका जनताले नि कर्नल गद्दाफी खोज्दैछन् पहिला गुमाउने अनि खोज्ने हेर्नुहोस् युक्रेनको हालत हेर्नुहोस् आज भेनेजुएलाको हालत हेर्नुहोस् अब तपाईहरु हेर्दै जानुहुन्छ नेपालको हालत के हुन्छ म जतिको मान्छे नि एउटा आँट गरेर मैले परिवार मेरो पनि परिवार छ नि छोरा छोरी सबै छन् नि मलाई मेरो श्रीमतीले भन्छ मलाई आउनेले भन्छन् सबैले तँलाई डर लाग्दैन त डर त लाग्छ तर कोही न कोहीले त यात्रा सुरु गर्नु पर्यो बाबा कि नामर्दा भएर बसौँ त्यो पनि होइन ए बाबा यहाँ गोली हानेर मारिहाल्छन् त मारिहाल्छ भने देख्न पर्दैन नि देख्न पर्छ त यस्तो सबै मैले कस्तो देखेँ भने नामर्दा देखेँ क्या यहाँ यी न्यू रोडका व्यापारीहरू यी छन् यो असनका गल्लीमा बस्ने व्यापारी काठमाडौँमा घरमा भाडा लाउने ब्याङ्कको ब्याज 16% 18% थियो आज 6%मा ल्याइदिए ए बाबा एक दिन निस्कन भनेर भन्यो नि मुर्दा जस्तो कानमा तेल हालेर सुत्या छन् हिजो 1 करोडको 16 लाख तिर्नु पर्थ्यो सालको पनि आज 6 लाख तिर्दा हुन्छ 10 लाख रुपैयाँ जोगाइदिएको छ हाम्रो लडाइले तर निस्किनेवाला छैन ए निस्कन मूर्ख हो देश सिद्धिँदैछ व्यापार सिद्धिँदैछ युवती सबै सिद्धिए भनेर म लागे कराएँ रातभरि कराए दक्षिणा हराए भने जस्तो भएको छ र मैले
र हामीले हाम्रो अभियानले फेरि यति सङ्घर्ष गर्यो हामीसँग पुलिस हिरासतमा म त कति बसे हाम्रा साथीहरू 78 दिनसम्म बसे। अहिले अब सबैजना बिस्तारो सबैजना जोडिँदै हुनुहुन्छ।